फिन्का होइन त फिन्का आयो फिन्का घरबाट खत्रै गरेर त्यहाँ तर अहिलेको त्यो बाटो देखाएको बाटोबाट छिर्नुपर्ने जस्तो यो तोरी हो त साग यो घरहरूमा छ बाटो जाउँ पार्क रहेछ होला हाँ खण्डर न बस त यहाँबाट नै आउँदो रहेछ त साँच्चै बन्द हो क्या बन्द छ गेट पनि खोलिदियो यहीँबाट जाने चाहिँ बस स्टपै यहीँ रहेछ हेर्नु त ऊ बस स्टप ऊ त्यहाँ छ टेबल छ ऊ त्यहाँ जाउँ उता टेबल छ पुरा टाढो छ यहाँ रहेछ त नि बस्नु यसलाई फोर के भन्थ्यो र यसलाई धुलो भन्छ कस्तो लहटे होला खाजा खाने टाइम पुरा उड्यो नि त कहाँ पुग्दै एउटा प्युरो हालेन रहेछ त ऊ हेर्नु न देख्नु होइन कालो भाले हेर्नु त सिधा आमा फोटोसुट मात्र ए बाटो काटौँ हौ उता जेब्रा क्रसिङ रहेछ नि त यता जाने भने कहाँ उता गएको त नि यता जाने भने अनि कहाँ उता हिँड्यो त कुखुरा त टन्नै छ मिल्छ अनि रगत नचुवाइकन लग्यो भने मात्रै हो त्यो त
ठ्याक्कै थाहा हुन्छ पुलिसले कुकुर लिएर आउँछ ठ्याक्कै थाहा हुन्छ ल यहाँ त गेट छ गेट खै कहाँ छ गेट ला बस चढ्नै पर्छ कि हात यसले बाटो त छन्चै छ अब कस्तो बाटो छ भन्ने कुरा छ त जाने छ बाटो छिरम देखा छैन त्यहाँ फिन्कादी यही त हो नि गाडी आयो यहाँ त पाइहाल्यो नि यहाँ ठ्याक्कै यहाँ बस स्टप पनि रहेछ यो तोरी हेर कहिले खानु डबल तोरी रे जङ्गल तोरी हो रे जङ्गल टोरी ठिक भने तिमीले यही बाटो 10 मिनट होला खाकाली के भन्छ होइन नेपालमा त खाका लाइन्छ के गर्ने यो खाकलले थाकल होइन नेपालमा चाहिँ थाकल भन्छ हाम्रोतिर चाहिँ तिम्रोतिर के भन्छ थाहा छैन यो घाँस पनि कस्तो राम्रो माटोले दियो त अङ्कललाई त ल्याएर राखिदिनु पर्ला जस्तो खेतीमा पछि यतै आउने हो म त यहाँ यस्तैतिर हेर्ने हो चक्क जग्गा किन्ने हो नेपाल जस्तो छैन त खै माटो आलु नेपालमा फर्किने हो नि त मान्छेहरूले अब नेपालमा बोल्दैन यहाँ मान्छे बोल्न चाहिँ बोल्ने कि होला भनेर भन्न चाहिँ भन्नु उनीहरूले पहिला भन्छ उनीहरूले पहिला भन्ने हो कि एउटा गएर पुरै भयो भने त भइहाल्छ नि ल तपाईँलाई दिएँ लिनु छानेर कताबाट लिने हो कताबाट काटेर होइन काट्नै पर्दैन क्या अनि त्यसपछि निराजनले यार स्पेनमा घरको बढी थुप्रो छ हो बढी छ कम्तीमा भने मैले बढी पनि भने छैन नि त बडीमा किन बढी त जति पनि हुनसक्छ नि त खै पुखुरै देख्दैन मैले त यो त रुखा बसेर क्या दामी भाले ओइ यसले त स्पेनिसमै बोल्छ होला होला अब के भनेर बोलाउने कुकुरलाई अरू त्योभन्दा ल हेर्नु त यस्तो फोटो हान्न कम दामी आउँछ तपाईँ हाम्रो पठाएको फोटो यही त हो नि हो अघिदेखि सन्केर फेरि एकजना यस्तो ठाउँ के हावा हावा कुरा गरेर भने अनि तपाईँले भने होइन त कस्तो ठाउँमा लिएर भनेर अघिदेखि एउटा यहाँ त भिडियो बनाउनुपर्छ अब भिडियो कसले बनाउने आदत छ भिडियो यत्रो बनिरहेको छ म बनाउनु गरेको थिएँ नि सर्टकट बनाउनु अनि पछि यसो घरसम्म हाल्दै त्यही भइहाल्यो त्यही भने दामी आउँछ भिडियो पत्ता पनि छोड्यो होइन यहीँ बसिरह्यो भने फेरि बसे हुन्छ नि त फेरि एकजनाको मात्रै भिडियो हान्दैन भएन भाइ म त्यताबाट आउँछु यहाँ चाहिँ के अरू भिडियो चट्ट पारेर के अरे आमा
सब स्कुलबाट आउने रहेछ है। ओ पुल सुन रहेछ। यता जाने हो क्या अब? यता जाने हो कि यता गएर आउने हो? यहाँ फोटो खिच्ने चाहिँ हामी चाहिँ अहिले त्यति हिँड्दा त गर्दै थियो कुरा लानु थाल्यो नि हस्पिटल लानुपर्छ डाइरेक्ट स्याहाँ स्याहाँ गरेर। बरु त लुगा सुगा खोलेर जुत्ता सुत्ता खोलेर दौडी भारी नहोला। बिहान हिँड्नु चाहिँ यता फर्केर उता फर्क्यो भन्दै थियो। कस्तो लाग्यो तपाईँलाई आज बाबु कस्तो लाग्यो तिमीलाई? अब अङ्कललाई सोध्नु अङ्कल मुडिया गर्छु बोल्दिनु यार कहिले काहीँ त बोल्दिनु यार। हामी यहाँ सरलाई कस्तो लाग्यो आज? कहाँ रे? भेडा गोठा लाया है। के छ भन्नु सर? थ्याङ्क यू भेरी मच। जस अहिले पठाएको जस्तो यता जाउँ न, यताबाट जाउँ अनि त्यहाँ तल झरौँ। यता तल झरेर अनि तलतिर जाने अब। बच्चाहरूलाई फार्मिङमा लिएर आएको छ। सुन्तला हो? भाइ भिडियो लिने हो, फोटो काम छैन। ठाउँ चाहिँ खतरा रहेछ है। यता के छ र? कता जाने हो? यता के छ? गाडीहरू पार्किङ। ए बोट बिरुवा रहेछ नि त्यहाँ।
त्यही त गर्दैन त्यो खुल्लै राखेको छ हेर्नै त होला नि छैन कहीँ पनि होइन के को बिरुवा रहेछ है हाम्रो उहाँ पैसा तिर्नु पर्थ्यो यहाँ चाहिँ फ्रीमा फलफुलको बिरुवा है के रहेछ फलफुल रुखहरू सबै होला नि दिन होला कि यो पाइपहरू पनि राखेको थियो कस्तो मजासँग राखेको छ कत्रो छ यार आमामा गाई त के हो यो त साँढे हो कत्रो यार साँढेमा गरिसकेको हुन्छ त्यसको यस्तो त काटिसक्यो त्यसको ठुलो छ कस्तो कत्रो यार मा धत यत्रो पनि साँढे हुन्छ भने कार्ने हो रे हैट लास्ट यार आमा लास्ट यार त्यो त कति नै हो यार साँढे त हाम्रो नेपालको भन्दा डबल रहेछ त बच्चा होइन यो त्यो त बच्चै हो ज्यान ठुलो छ नि त यहाँको के अरे जिङ्गै ठुलो छ अनि जिङ ठुलो भएपछि सबै सानो है बाछा नेपालको खाने क्या बिउलाई हो पैसै खानु छ पाले हिँडिरहेछ त यहाँ समात्य हुन्छ युरिन डाउनर हाल्नु नि त ऊ घोडा रहेछ ल अब यहाँ दुध सुध पनि दुहेर नि सुध त दुँदैनन् भाइ दुध भन न सुध त खोइ कहिले दुन्छ र जन्मे होइन त तिनीहरू त्यो दुध हो त भने दुध दिने साँढे हो त त्यो साँढेले दुध दिन्छ यिनीहरूले दिन्छ भने के यिनीहरूले भने लामाजीले दिन्छ दुध साँढेको दुध आउँछ भन्दाखेरि त अति भएन भने गाई भन त्यहाँ गाई देखाउ न यार गाई त्यसमा चाहिँ दुध आउँछ क्या राजा त्यो त जिउ हो क्या जर्सी होला नि त यो के जिङ्गै भेडा आयो त यतै ऐको भेडा यतै कस्तो हेर यिनीहरू कहाँबाट आएछ भन्दा होला त स्पेनिसले गाई पनि पनि देखाएको छैन रे छन् नेपालमा छँदै छैन त यत्रो अनि के गर्नु त साँढे छैन यतिको अग्लो चाहिँ विकासहरू त होला नि अहिले एडभान्स भइसक्यो नि नेपालले के कुरा अब अहिले ल्याइसक्यो नि पनि हुने बस आउँदो रहेछ बस्दाको कुराहरू छैन यता बस्नु टेबल छैन बस्नु आलु उठाउने मान्छे उहाँ हो आलु उठाउने उहाँ हो लास्टमा उठायो भने उहाँलाई मात्रै उठाउनु होला खै देखाउनु त झोला पनि एकचोटि आलु हेर यहाँ देखाउनु न एकचोटि प्लिज एकचोटि देखाउनु न आलु छ देखाउनु न यार एक हान्दै ल अङ्कल के छ यार बिचरा यहाँ खतरा रहेछ हेर्नु त सही छ यो एरिया भन्यो भने त त्यति त डर हुन्छ होला होइन पानी माटै फरक रहेछ कि मलाउली बेलुका चट्ट लगाएर तल ए भाइ भाले नभन न यार अहिले यस्तो भइसक्यो त्यो आजको दिन आलु त नेपालमा छ यो आलुको बोट हो होइन म खासै त्यो आइडिया पनि छैन ठुल्तोरी यो जङ्गलीतिरको हुने ठुल्तोरी तोरी चाहिँ यस्तो हुन्छ भनेर पहेँलो हुन्छ भनेर थाहा छ तर यो जङ्गली र देशी हुन्छ भने चाहिँ मलाई थाहा थिएन आलु भने हाम्रो नेपालमै हो आलुको मैले आलुको बोट यसरी चाहिँ देखाएको छैन उखाले चाहिँ देखाएको छु यत्रो चाहिँ देखाएको छैन फुलफुलिया चाहिँ आलु बोलौडा फले देखेको छैन त्यो चाहिँ देखाएको छु अनि त्यो चाहिँ हो त्यो त साइन्समै पढ्नुपर्छ नि यार
त्यस्तै छ त्यो मान्छे गाड्ने हो नि त सर भन्नु चाहिँ आजको दिन कस्तो लाग्यो होला Fantastic. I feel good and enjoying too much. नेपालीमा भन्नु नि यार एकदम राम्रो भयो रमाइलो भयो घुमेर नयाँ ठाउँ आइयो तर दुःख कुरा खुट्टा दुख्यो तपाईँलाई कस्तो लाग्यो सर आज एकदम रमाइलो भइरहेछ हरियाली पुरै हरियाली हेरेर चाहिँ ब्याग बोकाएको छु निराजनले अलिकति 2-4 आलु पनि टिपेको साथीहरूले यहाँ पिकनिक मनाएको ड्राई पिकनिक मैले खोल्न सिकेँ ल